साथीहरू गुड मर्निङ। आज चाहिँ तपाईहरुलाई म एउटा सानो यो मर्निङ वाकको एउटा भ्लग बनाउँदैछु, मिनी टाइपको भ्लग, 5-7 मिनेट हेर्नु होला। अब म यहाँनिर दिपकलाई कुर्दैछु। दिपक चाहिँ मेरो मर्निङ वाक ट्रेनर हुन्। कताको रुट जाने, के गर्ने, कताबाट हिँड्ने, कति किलोमिटर हिँड्ने, कति पाइला हिँड्ने उनले भनेर हिँड्ने हो। उनलाई कुरिरा हो। ट्रेनर चाहिँ अलि आउन ढिलो गर्नुहुन्छ कि जहिले पनि। यहाँ 5 मिनट जति मेरो कुराइ हुन्छ। आयो चल 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 जा बाबु, जा त मर्निङ वाकमा चल चल चल। नजुन्ने कताको रुट हो आज हाम्रो? ल भन, हामी कहाँबाट कहाँ जाने हो? हाम्रो रुट आज पनि यो कोल्ड स्टोर एरिया जाने हो। काला बन्जर हुँदै होइन? नाम त हाम्रो एरियामा कडा पाइन्छ नि, काला बन्जर होइन? कति किलोमिटरको यात्रा हुन्छ भन त? किनकि तिमी सबै यो रुट पर्मिट मिलाउने र अनि त्यस पछाडि यो ट्रेनिङ मिलाउने तिमी हो क्या। यो मैले अघि त्यहाँ भनिसकेँ तिम्रो बारेमा अलिकति। अब केटाहरूले एउटा अस्ति मिनी भ्लग बनाउने भनेको 4 दिन पछाडि आज कन्टिन्यू हुँदैछ। यता मेरो ट्रेनर पनि हुनुहुन्छ, पक्कै पनि तपाईँले लुगाले पनि थाहा पाउनु होला। अस्तिको र आजकोमा गाडीले पनि थाहा पाउनु होला। 4 दिन लागिरहेको छ एउटा मिनी भ्लग बनाउनलाई। आज चाहिँ यसलाई सम्पन्न गर्ने भन्ने लक्ष्य छ है। त्यही बुझ्नुहोस् होला, हामी यात्रामा छौँ। अब हामी काला बन्जरतिर आउन लागिसकेका छौँ। यस्तो छ यो बाटो चाहिँ पिच भएको है साथीहरू। हामी पिच बाटो छोडिसक्यो। अब हामी यता कोल्ड स्टोरतिर जाने हो है। यहाँ भर्खर बिहान हुँदैछ कि साथीहरू। जनजीवन बिस्तारै उठ्दैछ। यहाँनिर एउटा यस्तो स्ट्रक्चर छ नि, यहाँ एउटा कुलो छ। कुलोभन्दा अगाडि त्यहाँ ठ्याक्कै के भन्छ अरे, त्यो कुलोभन्दा अगाडि गेटै छ होइन? वारी नै गेट छ भनौँ न। ब्रिज प्लस गेट एकै ठाउँमा कम्प्याटेबल होइन दिपक? अब हाम्रो यो जुन पारी स्ट्रक्चर देखिराख्नु भएको छ, यो चाहिँ हाम्रो यो बाणगङ्गा नगरपालिका यताको एरियाको ठुलै कोल्ड स्टोर हो। बन्न चाहिँ कहिले बन्ने हो? बालन भान्जालीकोले अहिले खै बजेट भाषण यताउति केही भएन क्यारे। स्थिति दर्दनाक छ, देखाउँछ अहिले, पख्नुहोस् यसको। हजुर ल, अब आज म तपाईँलाई यस्तो एउटा दामी देखाउँछ नि। तपाईँहरूले यता चाहिँ तपाईँहरूले ऊ देख्नुभयो होइन? कि देख्नु भएन अझै? नै देखाउनु त यार, अहिले त मुन खिच्दैन क्या मेरो क्यामेराले दिपक। यतातिर तपाईँले मुन पनि देख्न पाउनुहुन्छ होइन? बुझ्नुभयो? अनि यतातिर चाहिँ तपाईँलाई मैले के देखाइदिन्छु भन्दाखेरि, यतातिर चाहिँ जस्ट यहाँनिर सनरेज हुँदैछ क्या। सरी, सनरेजमा नभनौँ, सनराइज हुँदैछ है यहाँनिर। बुझ्नुभयो? यस्तो डेमा हाम्रो यो मर्निङ वाक चलिरहेछ। ल, पसिना आइसक्यो है साथीहरू। हाम्रो वाक अलिकति भइसक्यो। नजिकबाट हेर्नुहोस् भने ल, पसिनाहरू सुरु भइसक्यो है। अलिकति पुगिसक्यो हाम्रो वाक चाहिँ। यस्तो यो गाउँको बिचबाट हिँड्दैछौँ हामीहरू यहाँनिर। के छ दाइ? ठिक छ? यहाँ हाम्रो घर बनाउन आउनुभएको एकजना कामदार दाइको यहाँ रहेछ क्या। त्यसपछि बोलाउनु पऱ्यो। यहाँ रहेछ एउटा इस्माइली मदिरा पसल भन्ने रहेछ यहाँ। इस्माइली भनेको हाँस्दै खाऊ भनेको हो कि अथवा उसको भनेको हो? यस्तो यताबाट लै यहाँबाट झुल्किन थाल्नु भयो नि सन बल्ल राम्रोसँग। ओम सूर्याय नमः भन्ने त भइहाल्यो नि। फेरि गाउँमा तपाईँको यस्तो माछा पाल्ने पोखरी त प्राइभेट हुन्छन् क्या यहाँ घरका। यतातिर भित्र कति छन् यस्तो व्यावसायिक होइन कि प्राइभेट माछा पोखरीहरू हो यो चाहिँ। ल गाइजहरू, अब यहाँनिर त यो ऊ भइसक्यो क्या, यो धान फल्नलाई। ठ्याक्कै यो तोरी, के अरे तोरी भन्न आउँछ यार, सरी यार। धानको बिउ हुँदैछ यहाँनिर। धानको बिउ हुँदैछ। कस्तो तोरी आइरह मुखमा।
तोरी भ्लग भएर तोरी आइरहेको के हो यताको बाटो सरक्कै रन्केर हामी त्यो बर्बाद चोक भन्ने ठाउँमा पुग्ने हो। बर्बाद चोकमा पुगेपछि अर्को दिउँलाई क्लिप। दिपक, हाम्रो यहाँ अडियन्सलाई तिम्रो हाम्रो भर्खरको प्लान पनि सुनाइदिउँ है। यो हाम्रो यताको जति यो खेत छ नि टनक्कै खेत, अनि यताको खेत किन्ने पनि दिपकको र मेरो कम्प्लिट प्लान पनि भइसक्यो। कसको पर्छ गएर उठाउने भन्ने पनि भइसक्यो। मालपोततिर पनि चिन्ने आँखा मान्छेहरू त्यो सब मिलाउने भन्ने कुरा भइसक्यो। कुराकानी चाहिँ त्यति पैसा चाहिँ कसरी जुटाउने भन्ने कुरा तपाईँहरूले हामीलाई जानकारी दिनु पऱ्यो। हामी रेडी भइयो, तपाईँहरूले यसो ख्याल गरिदिनु पऱ्यो हामीलाई होइन। ल हामीहरू ठ्याक्कै यो उचोकमा आइयो है, बर्बाद चोकमा आइयो। ओ यहाँ उहाँ गर्दै हुनुहुन्छ मुर्राहरू। यहाँ एउटा मन्दिर छ, यहाँ ट्याक्कको मन्दिर छ। अनि आएको उताबाट यो चोकमा मङ्गलबार होइन हाट बजार लाग्ने, मङ्गलबार हाट बजार लाग्छ। अब यहाँ हाँसका बच्चा बच्चरीहरू सब चिजहरू भिड्दै हुनुहुन्छ। अब यो जुन बाटो छ नि, यो बाटो मेरो ब्याकग्राउन्डको बाटो स्ट्रेटली इन्डिया पुगिदिन्छ है। अब अहिले डाइरेक्ट इन्डिया बोर्डर त पुग्नु पर्दैन होला, हामीले पनि मिचिया छौँ, अलि नजिकै छिटै आउँछ होला। यो मेरो यस्तो यो बाटो चाहिँ फेरि सिधै तपाईँको पिपरा भन्ने ठाउँमा निस्किन्छ, त्यो हाम्रो राजापानी पिकनिक स्पोट हुँदै। ल है हामीहरू लगभग अब हामी यो राजापानी आइयो। अब यहाँ यसो कटानी भएर यहाँ उपभोक्ताको लागि आवश्यक काठहरू, यहाँ काठ गद्दी जस्तो गद्दी लाएर राखिएको छ। राजापानी कतिजना आउनुभएको छ होला तपाईँहरू, कतिजना आउनुभएको छैन होला। पहिलाभन्दा एकदमै अलि अपडेट भएको छ, केही स्ट्रक्चरहरू थपेको छ। बोटिङ चाहिँ गर्न पाइन्छ आजकल होइन, बोटिङको पनि फ्यासिलिटी आएको छ। भित्र यो थारू कल्चरको कपडाहरू लाएर पनि फोटो खिच्ने चोकहरू, जङ्सनहरू, पछाडिको पोखरीहरू, बिचको टापुहरू व्यवस्थित भएको छ। यहाँनिर माछा पालन राम्रो भइरहेको छ, सेन्चुरीहरू मेन्टेन भइरहेको छ। पहिलाभन्दा क्वाइट फरक पर्छ। यो हाम्रो राजापानी सामुदायिक वन उपभोक्ता समिति यो एकदमै रिनाउन हाम्रो पिकनिक स्पोट हो है। यो चाहिँ यसभित्रको म चाहिँ तपाईँलाई कुनै दिन यता म दिउँसोतिर आउने बेलामा म तपाईँहरूलाई बनाइदिउँला भिडियो। अब घरको नजिक पुग्न लागेको छ। यस्तो यहाँनिर ठ्याक्क यताको हाम्रो मम्मीहरू यताउतिले पूजा गर्नलाई पिपल र बर पिपलको रुख छ क्या यहाँनिर, बडो शीतल छ यो चोक चाहिँ। यो चाहिँ घरबाट सबसे नजिकको यो एकाडेमिक हब हो। दिस इज कल्ड लुम्बिनी भिजन कलेज होइन। तपाईँको BBS, BBA अनि होटल म्यानेजमेन्ट अनि +2मा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज यस्तो धेरै कुराहरू पढाइ हुन्छ। एन्ड सो सफिस्टिकेटेड, वेल म्यानेज, वेल टिम है। दामी छ यो यहाँनिर चाहिँ। ल लुम्बिनी भिजन कलेज। अब यो भिजन कलेजले त मलाई यो विज्ञापन गरेको पैसा पनि दिनुपर्ने हो नि होइन दिपक? अनि यहाँ यस्तो हाम्रो एकजना अङ्कलले के अरे आइसेट लाउनु भएको छ नि। ओहो अङ्कल गुड मर्निङ है। तपाईँलाई मैले यस्तो यहाँ मेरो एउटा मर्निङ वाक भ्लगमा हटाइरहेको छु अङ्कल। योगा सोगा हानेर भ्याउनु भयो आज? योगा भ्याइ होइन? ए ल ठिक छ। अरू सब ठिक छ नि? ल दिपक भोलि भेटौँला है। साँझ भेट भयो भने, नभए भोलि है। सियु। ए ल साथीहरू, आजको मर्निङ वाकलाई त हामीले अब यहाँबाट विश्राम मारेर के आइयो। अब खानुपर्छ पानी, अब हुनुपर्छ फ्रेस। ल